हेलो नमस्ते हजुरहरुलाई स्वागत छ मेरो च्यानलमा। आज म पिनासको सम्बन्धी भन्न गइरहेको छु। पिनास भनेको साइनसाइटिस हो। पिनास भनेको के हो भन्दाखेरि हाम्रो नाकको खाली भाग हो। त्यो खाली भाग हाम्रो चार प्रकारका हुन्छन्। त्यो चार प्रकारको के हो भन्दाखेरि हाम्रो फ्रन्टल साइनसिस हो, मैक्सिलरी साइनसिस हो, इथमोइड साइनसिस हो र स्प्लेनोइड साइनसिस हो। फ्रन्टल साइनस भनेको हाम्रो टाउको भयो, यहाँनिर फ्रन्टल साइनसिस भनिन्छ। इथमोइड भनेको हाम्रो यो निधारको भयो। मैक्सिलरी भनेको हाम्रो नाकको फेदतिर भयो, मैक्सिलरी साइनस भनिन्छ र स्प्लेनोइड साइनस भनेको हाम्रो नाकको बिचको भागलाई भनिन्छ। र यसमा भनेको हाम्रो पारानेजल साइनस पनि पर्दछ। पारानेजल साइनसले हाम्रो के काम गर्दछ भन्दाखेरि हाम्रो मोइस्चराइज राख्ने काम गर्दछ, हाम्रो गिलापन राख्छ, हाम्रो सुक्खा हुन दिँदैन। यो भनेको हाम्रो बडीगार्डको रूपमा पनि काम गर्ने हुन्छ। त्यसैले हामीले पारानेजल साइनसमा यही चार प्रकारले यो इन्फेक्सन हुनुलाई नै साइनसाइटिस भनिन्छ। TITIS भनेको टाइटिस लागिसकेपछि इन्फेक्सन वा इन्फ्लामेसन हामीले बुझ्न सकिन्छौँ। पारानेजल साइनसले हामीले धेरै हेल्प गर्ने काम गर्दछ। यसले हाम्रो आवाज निकाल्ने पनि राम्ररी काम गर्ने गर्दछ। यो भनेको तपाईको दुई प्रकारका हुन्छन्, क्रोनिक साइनसाइटिस र एक्युट साइनसाइटिस। एक्युट साइनसाइटिस भनेको अब हाँच्यु लाग्दा, रुगा खोकी लाग्दाखेरि भाइरल इन्फेक्सनको कारणले हुन्छ। भाइरल इन्फेक्सन भनेको 2-3 दिनमा ठीक हुने हुन्छ। अब क्रोनिक साइनसाइटिस भनेको हाँच्यु आउने, रुगा मर्की हुने, एकदमै गाह्रो हुने हामीलाई क्रोनिक साइनसाइटिस भनिन्छ। यसका पोजिटिभ अर्गानिजमहरू के हुन् भन्दाखेरि हाम्रो भनेको ब्याक्टेरिया र भाइरस। ब्याक्टेरियामा भन्दाखेरि के पर्दछन् भन्दाखेरि हाम्रो तपाईको एडिनो भाइरस पर्छ र राइनो भाइरस पर्दछ। र ब्याक्टेरियामा के पर्दछन् भन्दाखेरि स्ट्रेप्टोकोकस, निमोनियोकोकस पर्दछ। हाम्रो के कारणले पिनास हुन्छ भन्दाखेरि हाम्रो फरेन बडी पार्टिकल्सहरू छिरेमा पिनास हुन्छ। जस्तै सिमी बोडीहरू छिरेमा, नाकमा अड्केमा गाह्रो हुन्छ, या पौडीहरू स्विमिङ पुलहरूमा गएमा पौडीहरू खेलिन्छ, त्यसले इन्फेक्सनको कारणले हामीलाई नाकमा गाह्रो हुने हुन्छ। र नाकको डाडी बाङ्गो भएमा डेभिटेड नेजल सिम्पटम हुन्छ। पिनासका हाम्रो लक्षणहरू, साइनस सिम्पटमहरू के हुन् भन्दाखेरि हाम्रो तपाईँको सबभन्दा सुरुमा गाह्रो हुँदाखेरि गन्ध थाहा नपाउने हुन्छ, एसोमिया हुन्छ, हेडेक हुन्छ, टाउको दुख्ने हुन्छ, एकदमै इरिटेटिङ हुन्छ, सर्टनेस अफ ब्रेथ हुने, हामीलाई सास फेर्न पनि एकदमै गाह्रो हुने, खान मन नलाग्ने हुन्छ, एनोरेक्सिया हुन्छ। अनि कुनै बेला एकदमै पल्स रेट, हाम्रो नाडीको गति पनि एकदमै स्लो हुने, बडी हुने हुन्छ। टेम्परेचर, फिभर पनि कुनै बेला आउने हुन्छ। बीपी पनि हाम्रो लो नै हुन्छ प्रायः जसो। के त्यस्तो इरिटेटिङ हुँदा के खान पनि मन नलाग्ने हुन्छ। त्यति बेला हाम्रो प्रेसर लो पनि हुन्छ। नेजल अब्स्ट्रक्सन हुन्छ, नाक बन्द हुने। अनि फ्रन्टल साइनसिस हुँदा हामीले झुक्दाखेरि, के काम गर्दाखेरि पनि टाउकोमा असर पर्छ। त्यति बेला पनि हामीलाई गाह्रो हुने अनुभव हुन्छ। हाम्रो अब जस्तै हामीलाई पिनास भइसकेपछि हामीले मुख के बार्नुपर्छ, के खानेकुराहरू खानुपर्छ, के खानेकुराहरू खानु हुँदैन भन्दाखेरि म भन्न गइरहेको छु। हजुरहरू ध्यान दिएर सुन्नु होला। हामीले फ्रिजको खानेकुराहरू, कोल्ड ड्रिङ्कहरू खानु भएन। त्यो गुन्द्रुकहरू हुन्छ, त्यो गुन्द्रुक खानेकुरा खानु भएन। दुध, दही, पनिरहरू खानु भएन। लौकाको तरकारी खानु भएन। चिप्ले भिन्डी खानु भएन। फ्रिजमा भएको कुनै पनि सामानहरू खानु भएन। र अल्कोहल ड्रिङ्कहरू पनि खानु भएन। स्मोकिङ पनि गर्नु भएन। कुनै प्रकारको अचार पनि हामीले खानु भएन। अब हामीले घरेलु उपचारको बारेमा कुरा गरौँ त सबभन्दा सुरुमा हामीले तातो पानीहरू खानुपर्छ। तातो खानेकुराहरू खानुपर्छ। झोलिलो कुराहरू, गेडागुडीको झोल खानुपर्ने हुन्छ। अब प्रेसर लो हुँदै गएमा जीवनजल पानी पनि खानुपर्ने हुन्छ। सागसब्जी बढी खानुपर्छ। तातो पानीमा नुन राखेर हामीले स्टिम लिनुपर्छ। लुगा टाउकोमा राखेर हामीले 5 मिनट 10 मिनट जति स्टिम लिनुपर्छ। अब हामीले यति गरिसकेपछि ठिक भएन भने हामीले नजिकको स्वास्थ्य चौकी वा क्लिनिकमा गएर डाक्टरको सल्लाह अनुसार हामीले त्यही अनुसारले ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। ट्रिटमेन्ट गर्नु होला। र जथाभावी हजुरहरूले एन्टिबायोटिकहरू खानु भएन। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक सब्सक्राइब गरिदिनु होला र कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। धन्यवाद।